यो आई मेकअपको चाहिँ धेरैजनाले ट्युटोरियल चाहियो भन्नुभएको थियो। हियर इज द ट्युटोरियल। फर्स्टमा चाहिँ कन्सिलर लगाएर मजाले आइलिडलाई प्रेप गर्ने र त्यसलाई पाउडरले सेट गर्ने। सो त्यसपछि चाहिँ मैले डार्क पिङ्क कलर लिएको छु, गाइडलाइन्स क्रिएट गरेको छु। त्यसले चाहिँ त्यसरी गाइडलाइन्स क्रिएट गरिसकेपछि चाहिँ अलिकति लाइट कलर लिएर चाहिँ त्यो लाइन्सलाई मजाले ब्लेन्ड गरेको छु। ट्रान्जिसन कलरको लागि चाहिँ मैले एकदमै लाइट कलरको पिङ्क युज गरेको छु। त्यसपछि कन्सिलर लिएर एज अ हाफ कट क्रिज जस्तै गरी चाहिँ कन्सिलरले कट गर्ने र त्यो कट गरेको पार्टमा चाहिँ मजाले कन्सिलरलाई ब्लेन्ड गरेर अनि मैले चाहिँ स्टिमर लगाएको छु। यो चाहिँ सिग्लामको हो। स्टिमर मजाले लगाइसकेपछि चाहिँ मैले पछाडिपट्टि विङ क्रिएट गर्नको लागि चाहिँ टेप लगाएको छु। अनि टेप लगाइसकेपछि चाहिँ हामीले माथि गरेकै प्रोसेस, फर्स्टमा डार्क कलर लगाएको छु अनि त्यसलाई ब्लेन्ड गर्नलाई लाइट कलरहरू युज गरेको छु। यहाँहरूले भिडियोमा क्लियरली देख्न सक्नुहुन्छ। त्यसपछि टेप मजाले निकालेर चाहिँ लाइनर लगाएको छु। सो लोअर ल्यास लाइनमा चाहिँ यो आई मेकअपमा चाहिँ व्हाइट काजल लगाएको एकदम राम्रो देख्छ। व्हाइट लगाएको छु वाटर लाइनमा अनि बाहिरपट्टि स्मज गर्नको लागि चाहिँ पिङ्क कलरहरू युज गरेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ। अनि मस्कारा लगाएर मैले यो लुकलाई चाहिँ कम्प्लिट गरेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ फाइनल लुक। धेरैजनाले मन पराइदिनु भएको थियो यो आई मेकअपलाई चाहिँ। सो यसमा चाहिँ नि मेन मलाई चाहिँ पर्सनली के फिल भएको छ, यसमा चाहिँ यो ग्लिटरले चाहिँ एकदमै ठुलो रोल खेलेको छ। थ्याङ्क यू सो मच फर वाचिङ। यस्तै खालको मेकअपको भिडियोको लागि चाहिँ फलो गर्नु होला।